यसले संग्रह नायागु चित्रकला प्रदर्शनी यागुदु यलया क्लासिक ग्यालरी चुकु बोज्याया उलेज्या बुंगया अमरापुर बुद्ध विहारिया चारु न्यानी गुरुमान याना बिजागुखा चित्रकला प्रदर्शनी कलाकार सरिता डोंगोल, नम्रता सिंह, अनामिका गौतम व कुन्ती श्री थापा देकादिगु चौकीपात बोयातगुदु ज्याजोले सृजक प्रकाश सामी कलाकार लगायत प्रदर्शनी बारे नवाना दिगु खा सकारात्मक पनि हुन सक्छ नकारात्मक पनि हुन सक्छ हैन उनीहरुको आफ्नो एक्सपिरियन्सहरु के छ त वा आफूले भोगेको कुराहरु हैन त्यो सही पनि हुन सक्छ त्यो राम्रो पनि हुन सक्छ त्यो नराम्रो पनि हुन सक्छ हैन सबैको जीवनमा कुन हिसाबले लिइराखेको छ भन्ने खालको चाहिँ मैले त्यसरी चाहिँ चित्रमा चाहिँ व्यक्त गरेको छु हरेक दिन कसै न कसैलाई केही न केही परिरहेको हुन्छ एउटा नराम्रो फेजबाट गइरहेको हुनसक्छ या लो फिल गरिरहेको हुनसक्छ नि त हो त्यही भएर चाहिँ हामीले आफ्नो नजिकका वरिपरिका साथीभाइ आफूले मन पराउने माया गर्ने मान्छेहरूलाई चाहिँ अलिकति मानसिक स्वास्थ्यको हिसाबबाट पनि उनीहरूलाई सोधखोज गर्ने उनीहरूलाई सान्त्वना दिने उनीहरूलाई म पनि छु है ठिक छ सबै कुरा ठिक हुन्छ भनेर उनीहरूसँग रहने त्यो एउटा हाम्रो सानो प्रयासले सायद उनीहरूको जीवनमा एउटा नयाँ स्पार्क नयाँ उनीहरूले बाटो भेट्छन् कि भन्ने चाहिँ मेरो एउटा सानो प्रयास हो यो चाहिँ पर्सनल लेभलबाट मैले मेन्टल हेल्थ अवेरनेस क्याम्पेन गरेको छु यसमा चाहिँ मेरो वर्कहरूमा चाहिँ त्यही नै हजुरले देख्न पाउनुहुन्छ साह्रै खुसी मलाई गर्व के लाग्छ भन्दाखेरि मेरो आफ्नै क्षेत्र छ म फरेस्ट्री सेक्टरको मान्छे हो फरेस्ट्रीमै मेरो चाहिँ मैले पिएचडी गरेको हो आफ्नै सेक्टरमा मेरो आफ्नो पहिचान छ तर धेरै ठाउँमा गएपछि अब मलाई चाहिँ तपाईँ नम्रताको ड्याडी हो भनेर नम्रताको नाउँले मलाई चाहिँ मेरो लागि सबैभन्दा ठुलो गौरवको क्षण चाहिँ त्यो हो उसले आफ्नो पहिचान चाहिँ बनाउन सकेकी चाहिँ बिस्तारै बिस्तारै हेर्दै जाँदाखेरि घरमा सबै के चाहिन्छ भन्ने कुराहरू मैले त्यो चाहिँ फेसिलिटिजहरू दिँदै गएँ उसलाई अनि त्यो अनुसार उसले बनाउँदै गई बाहिरतिर पनि म देश विदेश जाँदाखेरि पनि ट्याक्कै एउटा कुनै क्लिक गरेर ल्याउँछु ए यो यस्तो रहेछ भनेपछि त्यहाँबाट पनि केही मलाई चाहिँ आइडिया चाहिँ आउँछ सिन्स 1988देखि चाहिँ अलिकति प्रोफेसनली लागेको यो आर्ट फिल्डमा सो त्यसपछि त्यो टाइममा चाहिँ मलाई चाहिँ बढी कामहरू चाहिँ नेचरबाट प्रभाव पर्छ म बढी नेचरबाटै म काम गर्छु पहिला मैले 7-8 वर्ष चाहिँ ट्रिजमै काम गरेँ अनि त्यसपछि अहिले आएर चाहिँ मैले खुर्सानीलाई आफ्नो सिर्जनाको बिम्ब बनाएर चाहिँ मैले आफ्नो एक्सप्रेसन दिन खोजेको हो र यो खुर्सानीबाट हाम्रो नेवारी कल्चरदेखि लिएर हाम्रो समाजमा खुर्सानीले हेर्ने दृष्टि पोजिटिभ नेगेटिभ होइन खुर्सानी जस्तो अरू भेजिटेबललाई हेर्दैन नि खुर्सानीले हेर्ने दृष्टि नै धेरै फरक छ सो यसबाट चाहिँ नेवारी कल्चरलाई चाहिँ बढी झल्केको जस्तो मलाई फिल पनि हुन्छ सो यो सराउन्डिङलाई चाहिँ सोसाइटीमा चाहिँ खुर्सानीले कसरी नजरमा लिइरहेछ र त्यो कुरालाई चाहिँ मैले आफ्नो सृजनाबाट चाहिँ एउटा
बिम्ब बनाएर चाहिँ मैले चित्र कोरिरहेको हो र अहिले अझ वर्ष सरले भन्नु जस्तै अझ अगाडि हामी धेरै जानुपर्छ, यति गरेर पुग्दैन, हामी नेसनल इन्टरनेसनल लेभलमा जानलाई चाहिँ हामी अझै मिहिनेत गरिरहेको छौँ। प्रदर्शनी प्रेम कलाकार पिस सन् 2017 निसे 2022 तक देखा तगु चोकीपात बोया तगु दु प्रदर्शनी असार 11 गते तक यही